काकी दोकानमा छ कि छैन हाम्रो काकी? काकी हजुर नानी दोकानमै हुनुहुन्छ? दोकानमै छु त नानी। ए अलिकति सब्जी लानु आएको थियो। ए सब्जी लानु भएको थिएँ। हजुर। ए अन्त तँ त बिसन्चो भइरहेछ भने सन्चो भइस्? नि काकी ज्वरो आएर खोकी लागेर कि ज्वरो त जाति भयो, खोकी चाहिँ अलिअलि छ हौ। अहिले अन्त सन्चो भएर चाहिँ आएको नि सब्जी गर्नु। ए अन्त झोला त कता लिएर आइस् कि सब्जी लानु आइस् कुनि है? आलुहरू के छ, प्याज टमाटर सबै सब्जी लानु भनेको कि। ए हेर्छु ल बाहिर। हुन्छ हुन्छ। झोला चाहिँ यहीँ राख्छु, छान्नु पर्यो। ल ल नानी ल। के छान्दैछ बिले? पैसा दिला कति दिला झोला लेख्छ यत्रो झोला। काकी यति लाग्नु पर्यो आज चाहिँ सब्जी। ए त्यति राख्छ सितौली दिने। त्यो झोला लिएर आइज न त। झोला अलिक भएन। अन्त हालिसक्यो कि? कति केजी हो नि टमाटरहरू? टमाटरहरू 40 रुपियाँ। यो त मलाई खानु भनेर। कति चाहिँ भयो अझ? हिसाब गरिदिनु? ए अझ त पैसा लिएर आएको छु नि। पैसा लिएर आएको छ? कति भयो? दुधहरू मलाई? अघि ए भएछ हौ। ए 150। कति राखौँ? छोरीलाई ग्यास लगेपछि आज त के खान्थिस् जाने? यो त उठाउने छैन। छुर्पी खान्थ्यो होला हौ काकी। के त्यो त मलाई सानो माया लाग्छ हौ। तँ त मेरो आइरहने ब्याकी गाडी धन्यवाद काकी। 1 किलो छन्। छुर्पी पनि देऊ न अन्त। खाँदै जा ल। गएला काकी। जाति भएछ ढुक्क भयो है। जाति भयो नि। मलाई अझै यो पैसा दिएर लगेको त्यो पनि के खान्छ भने छुर्पी खान्छु भन्ने त हाल्यो। मौकाको फाइदा उठाइ त हाल्छ। त्यस्तो छ ठिकै छ। पैसा त पाएँ नि।